हेलो एभ्रिवान, स्वागत छ हजुरहरूलाई सधैँ झैं गरी आज पनि फेरि मेरो युट्युब च्यानलमा। हजुरहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला भनी आशाको साथ म फेरि पनि उपस्थित भइसकेकी छु हजुरहरूको माझमा। र आजको मौसम रहेको छ यस्तो छ एभ्रिवान, आकाशहरू यस्तो रहेको छ अनि हल्का हावाहरू लागेको छ शीतल। अनि आज मैले यो कबलीको झुडीहरू फर्सीको झुडीहरू निकालेर घाँसहरू बनाउँदै छु। अब बारी जोत्नको लागि रेडी गर्दै छु जग्गाहरू। अनि यता यो काटेर थुप्रो बनाएकी छु, यतानिर अनि यतानिर, अनि यतानिर कुखुराहरू पनि चरिराखेको छ मसँगै, अनि चराहरू उड्दै। अनि यो तरकारीहरू कति झुडी लागेको छ, इस्कुस, करेला। अनि आजको भिडियोको विषय रहेको छ, जुन विषय रहेको छ दुःख दुःख किन आउँछ मानिसहरूलाई भन्ने बारेमा रहेको छ दुःख भन्ने कुरा मानिसहरूलाई परमेश्वरले स्वतन्त्र छोडिदिनु भएको छ। के गर्ने के नगर्ने आफ्नै इच्छामा परमेश्वरले छोडिदिनु भएको छ। अनि मानिसहरूले जब परमेश्वरको आज्ञाविहीन भएर हिँड्ने गर्दछ अनि उसको जीवनमा दुःखहरू आउने गर्दछ अनि सर्वनाशहरू आउने गर्दछ नाश हुँदछ मानिसहरू जब आज्ञाविहीन भएर हिँड्यो भने। अनि त्यसै गरी जुन कतिपय दुःखहरू हुने गर्दछ, जुन दुःखले धैर्यता उत्पन्न पनि गराउने गर्दछ जुन दुःखहरू पर्दाखेरि अनि सहँदाखेरि नआत्तिने धैर्य रहने पनि मानिसलाई एउटा वातावरण सिर्जना हुँदछ मानिसको मनमा अनि हरेक विचारहरूमा त्यस्तो पनि हुने गर्दछ त्यसैले दुःख भन्ने कुरा मानिसमा त्यसरी आउने गर्दछ। र फेरि दुःखले के गर्दछ भन्ने कुरा पनि म हजुरहरूको बिचमा जानकारी दिइहालेँ अनि हाम्रो जीवनमा आज मानिसहरूले हरेक पल हरेक क्षणको यो दिनको जीवनहरूमा जिउँदै गर्दा हरेक विचारले जिउनु पर्ने हुँदछ कति कुराहरूमा त्यस्तो भइरहेको हुँदछ। अनि मेरो यो फर्सीको झुडीहरू तन्नै लागेर छ अनि नलहरू फेरि हरियो हुँदै कति खुवाएको अनि हल्का मात्रै रहेको छ। अब कुखुराहरू यसरी यहाँ चर्न आउँदैछ। अनि हजुरहरूकोतिर कस्तो भयो, जग्गाहरू जोत्ने भयो भएन हाम्रोतिर अब यस्तो भएको छ। सायद दसैँ ओरीलाई त अब जोत्ने हुँदैन होला, दसैँ परिदेखि जोत्ने जमिन तयार अनि रेडी हुँदछ होला त्यति बेला। अनि मेरो प्रतिक्रियाहरू हजुरहरूलाई के कस्तो लाग्यो जस्ताको त्यस्तै कमेन्टमा
जानकारी गर्नुहुनेछ अनि मेरो भिडियोलाई हेरेर सुरुदेखि अन्तिमसम्म साथ सपोर्ट गर्नुहुनेछ अनि लाइक अनि सेयरहरू गरेर पनि सपोर्ट गर्नुहुनेछ। म पनि मेरो सक्दो सपोर्ट गर्नेछु। त्यति धेरै टाइमहरू त जब त्यो मिल्दैन, त्यही पनि म लागेको पुगेको जति साथ सपोर्ट म देखिरहनेछ। एभ्रिवान भन्दै है यसरी कुखुराहरू कति राम्रोसँग खेलेको छ चल्लाहरू अनि कति माथितिरै खेलेको छ भन्दै यो भिडियोदेखि बिदा हुँदछु र अर्को आउने भिडियो सँगै भेट हुने बाचा गर्दै हजुरहरू हामी सबैजनालाई परमेश्वरले आशिष र अनुग्रह दिनुभएको होस् भन्दै ओके बाई बाई एभ्रिवान।